नेपालको सरकार नेपालमा छैन भनिएको छ। नेपाल हेज टु सबमिट द डिटेल प्रोजेक्ट रिपोर्ट इन कन्सेन्ट अफ द गभर्मेन्ट अफ इन्डिया। इन्डियन सरकारको कन्सेन्ट छ भने मात्रै नेपालको कन्सेन्ट छ भन्ने हामी मान्छौँ भनेर अमेरिकाले भनेको थियो। शङ्ख फुकेको आरोपमा पक्राउ पर्नु भएको छ मनोज सापकोटा, पत्रकार, वीर गोर्खाली मिडियाका सम्पादक। उहाँ शिवसेना नेपालको मजदुर विभागको प्रमुख पनि भनिएको छ। शङ्ख फुक्दा शान्ति भङ्ग हुन्छ कि शान्ति कायम हुन्छ? हो, आतताईहरू, पापिष्टहरूका लागि, अनाध्यात्मिकहरूका लागि शङ्ख फुक्दाखेरि आतङ्क नै हुन्छ होला, तर हाम्रा लागि शान्ति प्राप्त हुन्छ। उहाँलाई शङ्ख फुकेको आरोपमा पक्राउ गरिएको छ। युवा वैज्ञानिक हाम्रो जेसीजी हुनुहुन्छ, उहाँले सैनिक अस्पताल छाउनीमा त्यहाँ बिरामीहरूका लागि अक्सिजनको मर्मत सम्हार निःशुल्क रूपमा गर्ने काम, धेरै ठाउँमा उपलब्ध गराउने काम गर्दै आउनुभएको छ। यस्ता व्यक्तिहरू समेत धवल शमशेर राणाज्यू, त्यसै गरिकन रविन्द्र मिश्रज्यू हरू समेतलाई म्याद थप्नु नै गलत छ, पहिलो कुरा। दोस्रो कुरा, उहाँहरूले 24 दिनसम्म थुनछेकको बहसका दिनसम्म पुर्याउन सक्नुहुने देखिएको छ। अझ उहाँहरूलाई 60 दिनसम्म हिरासतमै राख्नका लागि थप मुद्दाहरू दायर गर्ने क्रममा चाहिँ अहिले सरकार रहेको छ। तर अन्ततः सरकारले लगाएका यी सबै आरोपहरू मिथ्या साबित हुनेछन् र उहाँहरू बाहिर निस्कनु हुनेछ। म राजनीतिक रूपमा मात्रै बोलिरहेको छैन, कानुनी रूपमा पनि बोलिरहेको छु। कानुनको विद्यार्थी हुँ र अहिलेसम्म मैले दाबी लिएको विषय अदालतमा, खास गरिकन राजनीतिक विषयहरू जो छन्, एमसीसीका लगायतका विषयमा त्यस्तो कुनै कुरा छैन जो मैले भनेको होस् र प्रमाणित नभएको होस्। एमसीसीका सवालमा मैले भनेको थिएँ कि इट्स नट अन इक्वल फुटिङ, कि इन्टरनेसनल तपाईँको चाहिँ कन्ट्र्याक्टहरूको चाहिँ दृष्टिमा हेर्दाखेरि एउटा देशले चाहिँ आफू खुसी जे पनि गर्न पाउने, अर्को देशले चाहिँ अवस्था सिर्जना भए पनि त्यो गर्न नपाउने छ भने त्यो इनइक्वल फुटिङमा हुन्छ। त्यो समतुल्यताका दृष्टिले दुवै देश स्वाधीन हुँदैनन्। मैले सुरुमै भनेको थिएँ कि एमसीसीको कम्प्याक्ट जुन छ, त्यो कम्प्याक्टको आर्टिकल 4 ले हाम्रो कारणले एमसीसीमा व्यवधान खडा भयो भने हामीले ब्याज बुझाउनु पर्ने, उसले चाहिँ हामीसँग कन्सल्टेसनै नगरी जुनसुकै बेला पनि रोक्न सक्ने, बिना कुनै कारण, हाम्रो जानकारी बिना यस्तो शर्त स्वीकार गर्नु भनेको त्यो हाम्रो स्वाधीनता अन्त्य गर्नु हो र हामी उसको उपनिवेश बन्नु हो। यसैले यो राष्ट्रिय स्वाधीनता एमसीसीमा अन्त्य भएको छ र नै नेपाली सेनाले राष्ट्रपति प्रधानमन्त्रीलाई अपदस्थ गर्नुपर्छ र यस गुमेको स्वाधीनता जोगाउनुपर्छ। मैले भनेको कुरा जे थियो त्यो प्रमाणित भएको छ अहिले, किनकि उनीहरूले आफ्नो मात्रै तर्फबाट रोकिदिए, नेपालले केही बोल्न सकेन। एमसीसीको कम्प्याक्ट तिमीहरूले इङ्ग्लिस नबुझेको कारणले बुझेनौ मैले भनेको थिएँ, सो प्रमाणित भयो अहिले। मैले त्यति बेला एमसीसीको 6.8 लाई उठाएको थिएँ, मैले त्यति बेला एमसीसीको 5A लाई उठाएको थिएँ। नेपालको सरकार नेपालमा छैन भनिएको छ, अहिले प्रमाणित भयो कि उनीहरूले हाम्रो सरकारको बारेमा पनि आफै निर्णय गर्दा रहेछन्। त्यसमा भनिएको थियो कि नेपाल हेज टु सबमिट द डिटेल प्रोजेक्ट रिपोर्ट इन कन्सेन्ट अफ द गभर्मेन्ट अफ इन्डिया। इन्डियन सरकारको कन्सेन्ट छ भने मात्रै नेपालको कन्सेन्ट छ भन्ने हामी मान्छौँ भनेर अमेरिकाले भनेको थियो। त्यसलाई स्वीकार गरे। यसैले म यो मुद्दामा पनि भन्छु कि साँच्चै तानाशाही अहिलेको सरकार, निरङ्कुश अहिलेको सरकार, आतताई अहिलेको सरकारले लिने राजनीतिक प्रतिशोधको साक्षी किनाराका सदर अदालत भयो भने मात्रै यो मुद्दामा उहाँहरूलाई दोषी ठहर गर्न सकिन्छ, नत्र कुनै ठाउँ छैन।